तरिकाले रहेछ नि सजाउने त। वाउ कस्तो दामी हो। चाइनिज साग रहेछ क्या साथीहरू यो। वाउ के काट्नुभयो यो मुला हो कि के हो तामा जस्तो पनि छ। यो त के रहेछ यो चुकन्दर जस्तो पनि छ। खासमा के रहेछ यो पनि यस्तो रातो रातो। यो गान्टे मुला है क्या हो। वाउ यस्तो दामी। ओहो बवाल हुँदो रहेछ त हौ। वाह क्या मजाले काट्नु भएको। टेक्निक चाहिन्छ के वा कति राम्रो देखिया हो। ओहो हेर्नुहोस् त। वाउ आहा यस्तो दामी हुँदो रहेछ त हो। क्या मजाले काट्नुभयो क्या। ओहो त डिजाइन बनाउँदै हुनुहुन्छ क्या। सायद ठुलो नेता आउँदैछ होला क्या त्यो होटलमा। त्यही भएर पनि हुन सक्यो क्या। वाउ ओ माई गड बवाल गर्नुभयो नि हौ। वाह वाह हो ए त्यस्तो डिजाइनवाला काट्नलाई पनि ऊ हुँदो रहेछ क्या सेप हुँदो रहेछ क्या ऊ यस्तो मजाले काटेर। होटेल लाइनमा फेरि त्यही हो क्या खाना मिठो भन्दा चाहिँ सजावट चाहिँ राम्रो हुनुपर्छ क्या। ओहो बवालै भयो नि त हो। वाउ कति दामी हो। तर टाइम त बहुत लाग्ने रहेछ सजाउनलाई। वाह 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 ल है थोरै थोरै गरेर कस्तो राम्रो फुल जस्तै चाहिँ देखियो क्या यो। गुलाबको फुल जस्तो यार। ट्यालेन्ट हुँदो रहेछ क्या यो पक्का पनि नेपाली दाजु हो कि क्या हो। नेपाली हो कि विदेशी हो जो भए पनि 2026 को बनाउनु भएको रहेछ क्या चाइनिज दाजु हुँदो रहेछ क्या नेपाली चाहिँ नै रहेछ। कस्तो दामी क्या साथीहरू बवाल लाग्यो है। तपाईँलाई कस्तो लाग्यो यो भिडियो कमेन्ट गर्नु होला है। मलाई चाहिँ बवाल लाग्यो है। दाजु त कडा हुनुहुँदो रहेछ क्या साथीहरू। ओहो बाफरे भन्न पर्छ क्या कस्तो दामी हो क्या।